वी आर कर्स्ड केटा हो। यो वर्ष पनि सपना अधुरै रह्यो। कसम क्याम्प 9मा अब एउटा होम पूजा लाउनु पर्छ, एउटा शुद्धिकरणको पूजा लाउनु पर्छ। पता नै के भूत, के शनिको दशा, के शराब लागेको छ हाम्रो क्लबलाई होइन। एभ्री इयर हामीसँग नि किन हाम्रो लक यस्तो गाँड फ्लुस हुन्छ कि हामीसँग नि किन यस्तो हुन्छ। बिग म्याचको बेलामा हाम्रै डिफेन्डरहरूले किन रेड कार्ड खान्छन्। बिग म्याच आउनुभन्दा अगाडि हाम्रो बिग प्लेयरहरू राफिनिया, पेड्री, घरि फ्रेङ्की डियोङ नि किन इन्जर्ड हुन्छ होइन। अब अहिलेको बार्साको स्टेट हेर्दाखेरि मलाई कसम लियोनल मेसीको 2014देखिको त्यो वर्ल्ड कपकोदेखि 2021सम्मको पिरियड थियो नि, कोपा अमेरिका नजिक्दासम्मको, त्यति बेलासम्मको मलाई त्यो सिचुएसन याद आउँछ कि जहिले अन्तिमसम्म पुग्ने लकले गाँड फ्लुस, जहिले त्यस्तै कि त्यही भइरहेको छ बार्सामा। अब केटाहरूलाई पनि के दोष दिने कि उनीहरूले अन्तिमसम्म फाइट खेलेकै हो। फर्स्ट हाफ यस्तो राम्रो खेलेको हो, तर सेकेन्ड हाफमा वी कुड नट स्कोर द्याट वान गोल के होइन। अब रेफ्रीलाई त के भन्ने, रेफ्रीहरूको औकात, रेफ्रिङको औकात कुन लेभलको थियो तिमीले त्यो देखि नै हाल्यो म्याचमा, भनिरहनु परेन जस्तो लागेन मलाई। त्यसैले अब ठिकै छ केटा हो, यो वर्ष पनि यस्तै भयो। कङ्ग्रेचुलेसन एथलेटिको मैड्रिड। अब राइभल फ्यानहरूले जति मजाक उडाउँछ उडाउ, आई डोन्ट केयर। होप सो नेक्स्ट इयर विल कम ब्याक स्ट्रङ्गर एन्ड बेटर। मन सानो नगराउ केटा हो। कुलर्स, भिस्का बार्सा, भिस्का क्याटालोनिया।